हेलो गाइज, वेलकम टु माई फर्स्ट मिनी ब्लग। आज चाहिँ हाम्रो साथीको बर्थडे थियो अनि हामी चाहिँ साथीलाई बर्थडे सरप्राइज दिने भनेर बजारबाट सामान किनेर जाँदै थियौँ। दुईजना चाहिँ गफ गर्दै जाँदै थियौँ। साथीलाई चाहिँ थाहा थिएन हामी उसको घर जाँदै थियौँ भनेर, किनभने ऊ बिहान उठेर कलेज जान्छ अनि त्यसपछि आएर कम्प्युटर क्लास गएको थियो। उसले कल गर्दाखेरि नि हामी चाहिँ रिसिभ नगरी बसिरहेको थियौँ अनि त्यो चाहिँ साथीको घर हो। अनि म चाहिँ बाटोबाट स्प्रे रेडी गरेर जाँदै थिएँ, किनभने साथीलाई जहाँ देख्छु त्यहीँनिर स्प्रे लगाइदिन्छु भनेर। साथी चाहिँ अघि आँगन बढालिरहेको थियो अनि हामी एकछिन बाटोमा उभिएको थियौँ अनि त्यहाँ चाहिँ मम्मी हुनुहुन्थ्यो अनि मम्मीलाई शारदालाई बोलाइदिनु भन्यौँ। हामी चाहिँ घरको साइडमा बसिरहेको थियौँ अनि मम्मीले साथीलाई बोलाइदिनु भयो अनि साथी आयो अनि मैले स्प्रे लगाइदिएँ। अनि त्यसपछि हामी एकछिन बस्यौँ, साथीले कपाल कोर्यो, रेडी भयो अनि हामी दुईजना भएर क्यान्डल रेडी गऱ्यौँ अनि बाल्यौँ अनि हामी केक काट्नतर्फ रेडी हुँदै थियौँ। बर्थडे गर्ल चाहिँ एकदमै धेरै एक्साइटेड छ केक काट्नुको लागि। साथीको घरमा चाहिँ दिदी, बहिनी, मम्मी पनि हुनुहुन्न थियो, बुवा अनि त्यसपछि हजुरबुवा, आन्टी अनि दुईवटा साथी म भएर बर्थडे सेलिब्रेसन गऱ्यौँ। अनि साथीले चाहिँ केक कट गर्यो अनि मलाई फर्स्टमा खानिदियो अनि अर्को साथीलाई अनि हामीले चाहिँ एउटा सानो गिफ्ट दियौँ अनि ऊ चाहिँ गिफ्ट ओपन गर्दैछ। गिफ्ट चाहिँ सानो छ ल, भोलि पर्सि ठुलो भएर ठुलो गिफ्ट दिन्छु भाइ साथी। अनि हाम्रो गिफ्ट चाहिँ यो थियो अनि हामीले एक दुईवटा फोटो सुट गऱ्यौँ अनि चाहिँ हामी घर आयौँ।